नमस्कार, शुभ बिहानी सबैलाई मेरो तर्फबाट। आज म कपालमा तेल कसरी लगाउने भन्ने बारेमा हजुरलाई टिप्स दिँदैछु। यो हो पहिले बनाएको नरिवलको तेल हैन, भाग 2 मा मैले बनाइसके, तपाईहरुलाई देखाइसकेको छु। अब हेर्नुस्, अब आफ्नो कपालमा कति लाग्छ त्यही अनुसारको यो तेल राख्ने। ल, मलाई मेरो सानो कपाल छ, त्यही भएर अनि के रे थोरै लाग्छ। अब तपाईको लामो कपाल, बाक्लो कपाल छ भनेपछि धेरै लाग्छ। त्यही अनुसारको कपाल अनुसारको तेल कति लगाउने त्यही अनुसारको गराउँछ। अनि यो हो भिटामिन। यो पार्लर भाग 2 मा देखाइसकेको छु तेल कसरी पकाउने, कसरी बनाउने र सामग्री के मिसाउने भनेर हजुरहरूलाई बताइसकेको छु। अब यो तेल कसरी लगाउने, कपालमा कसरी लगाउने भन्ने बारे तपाईहरुलाई म जानकारी दिँदैछु। यो तेल कपाल अनुसार आफूलाई कति लाग्छ। मेरो कपाल त सानो छ, त्यही भएर मलाई धेरै त लाग्दैन। हजुरहरुको कपाल कत्रो छ त्यही अनुसार, लामो बाक्लो त्यही अनुसारको तेल राख्नु होला। र यो भिटामिन हो। यो भिटामिन कस्मेटिक पसलमा अनि पार्लरमा जहाँ पनि पाइन्छ। यो तेलमा मिसाउने हैन, यो तेलमा मिसाउने र मजाले यसलाई मिक्सकर गराउने, चलाउने र मिसाउने। अब मजाले कपाल कोर्ने। र मजाले जरामा भित्र मजाले लगाउनु। सब तेल मसाज गर्ने सक्नुहुन्छ भने सकभर बेलुका सुत्दाखेरि यसलाई लगाउने। अनि मेरो त टाउको चिसो हुन्छ, म त सक्दैन। नरिवलको तेल चिसो हुन्छ एकदम। म टाउको रोगी मान्छे, त्यही भएर म बिहान नुहाउनु भन्दा 1-1.5 घण्टा अगाडि मजाले लगाउँछु। लगाएर मजाले मसाज गर्नुस्। कम्तीमा पनि यसलाई 1.5 घण्टा राख्नै पर्छ। सक्नुहुन्छ 2-3 घण्टा राख्नुहुन्छ, त्यति भयो भने 1.5 घण्टामा मजाले यसले काम गर्छ। जरा भित्र पसिसकेको हुन्छ। अनि लगाउनुस्, मजाले लगाएर छोड्दिनुस्। अनि त्यसपछि आफूले कुन सेम्पू युज गर्नुहुन्छ त्यही अनुसारको सेम्पूले नुहाउन सक्नुहुन्छ। हस् त, नमस्कार। ल, यो हजुरलाई कस्तो लाग्छ? यदि तपाईहरुले मैले भाग 1, भाग 2, भाग 3 गरेर यो तेल कसरी बनाउने, तेलमा के सामग्रीहरू मिसाउने र कसरी लगाउने भनेर सबै राखिदिएको छु। हजुरलाई मन पर्छ, यदि हजुरलाई पनि मैले गरे जस्तै लगाएर कपाल राम्रो बन्छ भनेपछि जानकारी दिनुहोला। ल, मेरो त मजाले आयो कपाल। यहाँ यस्तो खाली पुरा खाली थियो। मैले त यही तेल लगाएर अनि 3-4 महिनामा मजाले आयो। अलिअलि गरेर पलाएको त 1-1.5 महिनामा भइहाल्थ्यो। अब त कपाल पनि ल हेर्नुस्, एउटा रौँ पनि आउँदैन, मजाले बाक्लो पनि भएको छ। अनि यसरी मजाले जति सक्नुहुन्छ मजाले मसाज गर्नुस्। हस्त, नमस्कार, टाटा, बाई बाई।